क्रिस्चियसको नाउँमा सबैजनालाई जयमसी विश्वास गर्छु तपाईँहरूलाई यो भिडियोद्वारा आरामै पाउँछु भनेर विशेष गरेर यो मेसेज हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीको लागि जो चाहिँ अहिले नेपाल र इन्डियामा हुनुहुन्छ। हामीलाई थाहा छ अहिले नेपाल र इन्डियामा कोभिडले गर्दाखेरि धेरै गाह्रो बनिरहेको छ। कतिजनाले मेडिसिन पाउन सकिरहेको छैन, कतिजनाले हस्पिटल जान सकिरहेको छैन, अनि कतिजनालाई धेरै प्रकारको गाह्रो भइरहेको छ। अनि हामी विदेशमा बस्ने नेपालीहरू वी आर नट गोइङ टु प्रिटेन्ड लाइक वी अन्डरस्ट्यान्ड एभ्रिथिङ। तर तपाईँलाई म उत्साह दिन चाहन्छु कि हामी तपाईँको लागि प्रार्थना गरिरहेको छौँ। यदि तपाईँ नेपालमा हुनुहुन्न, इन्डियामा हुनुहुन्न भने प्लिज उहाँहरूलाई प्रार्थना गरेर साथ दिनुहोला। तर यदि तपाईँ नेपाल र इन्डियामा हुनुहुन्छ भने फर्स्ट अफ अल प्लिज नो कि हामी तपाईँको लागि प्रार्थना गरिरहेको छौँ। दोस्रो कुरो म तपाईँलाई उत्साह गर्न चाहन्छु अनि त्यो चाहिँ यो हो, परमेश्वरले जब हामीलाई बनाउनु भयो तब हामीलाई बनाउँदाखेरि चाहिँ एक्लो जीवन जिउनु लागि बनाउनु भएन, हामीलाई समाजको जीवन जिउनु लागि बनाउनु भयो। तर अहिले कोभिडले गर्दा, लकडाउनले गर्दाखेरि बाहिर गएर साथीहरूसँग सङ्गतिमा रहनु धेरै गाह्रो भइरहेको छ। अनि यतिखेर के टेम्पटेसन हुन्छ भन्दाखेरि चाहिँ घरभित्र एक्लै बसेर भिडियो गेम खेल्दै, नराम्रो फिल्महरू हेर्दै, नराम्रो मान्छेसँग भनौँ न अनलाइनमा कुरा गर्दै बस्नु धेरै टेम्पटेसन हुन्छ। प्लिज त्योदेखि तपाईँ भाग्नु होला, यस्तो काम नगर्नु होला। जब तपाईँले नराम्रो कुराहरू घरभित्र बसेर हेर्नुहुन्छ वा नराम्रो सङ्गतहरू गर्नुहुन्छ नि, तब के हुन्छ भन्दाखेरि चाहिँ तपाईँलाई मेन्टली सुरुमा थाहा हुँदैन, तर बिस्तारै बिस्तारै तपाईँलाई चेन्ज गर्छ। सो आज म उत्साह गर्न चाहन्छु तपाईँले अनलाइन प्रयोग गर्नुहोस्, युट्युबमा जानुहोस्, भनौँ न धेरै राम्रो कुराहरू सिक्न सक्नुहुनेछ। त्यति मात्रै होइन, तपाईँले वाट्सएप, भाइबर, फेसबुकबाट राम्रो साथीसँग सङ्गत बनाएर एकअर्कालाई उत्साह गर्ने काम गर्नुहोस्। प्लिज एक्लै लोन्ली भएर चाहिँ नजिउनु होला। किन भन्दाखेरि जब मान्छे लोन्ली भएर जिउँछ नि तब मानिसले त्यतिखेर सुसाइड गर्छ। अनि परमेश्वरले तपाईँ र मलाई त्यसको लागि बोलाउनु भएको छैन र बनाउनु पनि भएको छैन। परमेश्वर चाहनुहुन्छ कि हामी समाजमा बस्छौँ भनेर। तर अगेन लकडाउनले गर्दाखेरि गाह्रो भइरहेको छ। तर म उत्साह गर्न चाहन्छु, जुमबाट हुन्छ, फेस टाइमबाट हुन्छ, फेसबुकबाट हुन्छ, वाट्सएपबाट हुन्छ, टिकटकबाट हुन्छ, वाट एभर इट इज। तर राम्रो मानिससँग सङ्गतमा रहनु होला, एकअर्कालाई उत्साह गर्नु होला, युट्युबमा गएर राम्रो कुराहरू सिक्नु होला। It will definitely help you. Lockdown छ, but use it in the right way. I promise you, it will help you a lot. एक्लो जीवन नजिउनु होला। वा तपाईँलाई कोही व्यक्ति, कोही साथीले देख्नु भएको छ जो चाहिँ एक्लो जीवन जिरहेको छ, उहाँलाई तपाईँले फोन गरेर उत्साह गर्नु होला। बरु मिलेर तपाईँहरू भिडियो च्याट गरेर एकअर्कालाई उत्साह गर्ने काम गर्नुहोस्। सो प्लिज नो हामी नेपाल र इन्डियादेखि टाढो भएर बसेको हामी नेपाली इसाईहरूले तपाईँको लागि प्रार्थना गरिरहेको छौँ। त्यति मात्रै होइन, हामी तपाईँलाई उत्साह गर्न चाहन्छु, एक्लो लोन्ली जीवन नजिउनु होला। यो समयलाई सही तरिकाले प्रयोग गरेर एकअर्कालाई उत्साह गर्नु होला। एन्ड डेफिनेटली बाई गॉड ग्रेस इन हिज टाइम ही विल डू अ ग्रेट थिङ इन एन्ड थ्रू यू। गॉड ब्लेस यू एन्ड आई विल सी यू नेक्स्ट भिडियो।